मुलाको सब्जी तरकारी बनाएर खानु मन लाग्छ, तर पाकिसकेपछि जो स्मेल आउँछ त्यो हजुरहरूलाई मन पर्दैन भने साथीहरू यसरी बनाएर खानुहोस्। तपाईँहरूले मुलाको सब्जी तरकारी है यति मिठो हुन्छ नि, यति मिठो हुन्छ, तपाईँहरूले हात चाटेको गर्नु पर्ने हुन्छ र फेरि पनि बनाएर खान्छु भन्ने चाहिँ तपाईँहरूको मनमा लाग्नेछ। हामीले काँचो मुला अथवा काँचो मुलाबाट बनिने अचारहरू जति पनि हुन्छ सायद मन नपर्ने साथीहरू कमै होला होइन, तर त्यही मुलालाई हामीले पकाइसकेपछि चाहिँ जो स्मेल आउँछ पाकिसकेपछिको त्यो कति साथीहरूलाई मन नपर्न सक्छ नि त होइन। मन नपर्ने साथीहरूको लागि चाहिँ यो भिडियो है साथीहरू, तपाईँहरू यसरी बनाएर ट्राई गर्नु होला एकचोटि होइन। तपाईँहरूलाई फेरि बार बार पनि खानु मन लाग्नेछ, मनमा बनाएर खान्छु भन्ने चाहिँ तपाईँहरूलाई लाग्नेछ। दर्शन नमस्ते सबै साथीहरूमा, मेरो च्यानलमा स्वागत छ। आज पनि मैले नयाँ भिडियो नयाँ रेसिपीको साथमा आइसकेको छु। आजको रेसिपी देख्न सक्नुहुन्छ हजुरहरूले। आज भोलिकै समय सिजन अनुसारको मुलाको सब्जी तरकारी है। अनि मैले चाहिँ यहाँ सबै मुलालाई चाहिँ धोइ पखाली गरेर 2-4वटा चाहिँ सफा गरेर चाहिँ राखिसकेको छु। अब भने म यसलाई मसिनो मसिनो गरे काट्नेछु सब्जीको लागि चाहिँ। हामीले मुलालाई काट्दाखेरि चाहिँ साथीहरू यसरी लामो लामो सेपमा चाहिँ काट्नुपर्छ। यसरी काट्दाखेरि चाहिँ कस्तो हुन्छ भने नमिठो सब्जीहरू नि मिठो हुन्छ जस्तो चाहिँ मलाई लाग्छ। साथीहरू तपाईँहरूलाई कस्तो लाग्छ के लाग्छ कमेन्ट गरिदिनु होला। मलाई मात्रै यस्तो हो कि हजुरलाई पनि यस्तो हुन्छ है। यो मुलाहरू हामीले जस्तो सब्जी बनाउँदाखेरि धेरै सेपमा काट्न सकिन्छ नि त, तर मलाई यसरी लामो लामो सेपमा काट्दाखेरि चाहिँ केही नभए पनि यसरी मिठो हुन्छ जस्तो मलाई लाग्छ है। देख्दा पनि सब्जीहरू राम्रो त त्यसै पनि देखिहालिन्छ, तर टेस्ट पनि किन मलाई मिठो लाग्छ है। ल मैले चाहिँ यहाँ सबै मुला चाहिँ एकै सेपमा यस्तो लाम्चो आकारमा चाहिँ काटिसकेको छु साथीहरू। अब चाहिँ मैले यो मुलासँग चाहिँ मिसाउनको लागि चाहिँ मैले 2-4वटा आलुलाई पनि लिएको छु, जो चाहिँ मैले सबै बोइल गरेर रेडी बनाइसकेको छु है। मुला मात्रै पकाउँदा चाहिँ अलिकति टेस्ट स्मेल अलिकति ब्याड आउने भएको कारणले हामीले आलु मिसाउनु पर्ने हुन्छ। अब भने मैले सब्जीको लागि चाहिँ यहाँनिर कराई बसालिसकेको छु, जसमा चाहिँ म तोरीको तेल छैन, रिफाइन तेल चलाउँदैछु साथीहरू। अनि मैले चाहिँ यहाँनिर रिफाइन तेल चाहिँ तातिसकेको छ। यसमा चाहिँ म अब 12 मसला चट्ट राख्दैछु। 12 मसलाको राख्नुको धेरै फाइदा म पहिला पनि भनिसकेको छु, त्यही भएर म 12 मसला कहिले छुट्याउँदिनँ। अनि अब यसको साथमा मैले यहाँ काटेर राखेको प्याजलाई लाउँदैछु। प्याज चाहिँ अलिक ज्यादा नै राख्नुपर्ने हुन्छ, प्याज प्लस तेल, किनभने प्याज पनि हामीले थोरै निकाल्नु पर्ने हुन्छ र तेल चाहिँ हामीले आलुलाई फ्राई गर्दा चाहिँ आलु नडर्नको लागि चाहिँ अलिकति ज्यादा राख्नुपर्ने हुन्छ। हामीले चाहिँ प्याजलाई चाहिँ गोल्डन कलर हुने गरी फ्राई गर्ने र प्लेटमा निकाल्ने, जो चाहिँ पछाडि हामीले सर्भ गर्दाखेरि चाहिन्छ। फ्राई गरेको प्याजको टेस्ट र स्मेल चाहिँ एकदम मिठो, जो चाहिँ मुलाको स्मेललाई चाहिँ मार्ने काम गर्छ है साथीहरू। त्यही भएर चाहिँ हामीले यसरी प्याजलाई चाहिँ निकाल्नु पर्ने हुन्छ प्लेटमा थोरै। अब भने म यसमा थोरै बेसार, इम्पोर्टेन्ट बेसार राख्दैछु। बेसारको साथसाथमा चाहिँ मैले रेडी काटेर राखेको मुलालाई चाहिँ अब राखिदिँदैछु। यसलाई चाहिँ हामीले कुक गर्नुपर्ने हुन्छ। सबै मजाले चलाइसकेपछि अब मैले चाहिँ यहाँ मसिनो गरी काटिएको
एउटा टमाटरलाई पनि यहीँ राखिदिँदैछु। मैले चाहिँ यहाँनिर अब आवश्यकता अनुसार नुन राखिदिएको छु साथीहरू। अब मजाले चलाएर चाहिँ मिक्स गरिदिउँ र केही समयसम्म चाहिँ छोपेर पकाइदिउँ, किनभने हामीलाई थोरै टमाटर चाहिँ गाल्नुपर्ने भएको कारणले चाहिँ। देख्न सक्नुहुन्छ टमाटर मजाले गालिसकेको छ। अब चाहिँ यसमा आवश्यकता अनुसार म मसलाहरू चाहिँ लाउन गइरहेको छु, जसमा चाहिँ मसिनो गरी पिसेर राखेको जिराको धुलो राख्दैछु मैले यहाँ। त्यसको साथमा थोरै सब्जी मसलालाई पनि राखिदिएको छु। अनि यहाँनिर मैले मसिनो गरी काटेको प्याजको पत्ता, जो यसले चाहिँ ग्रेभीको प्लस टेस्टमा थोरै स्मेल फरक ल्याउँछ। र थोरै मैले यहाँ लाल मिर्चलाई राखिदिएको छु र थोरै यहाँ धनियाँ पाउडरलाई पनि राखिदिएको छु। अनि अन्तिममा चाहिँ मैले पेस्ट गरेर राखेको अदुवा लसुनको पेस्टलाई पनि यहाँ राखिदिँदैछु। अब भने हामी यिनीहरू सबैलाई एकछिन मिक्स गरेर चाहिँ पकाउनु पर्ने हुन्छ। लगभग हाम्रो सबै मसलाहरू चाहिँ मिक्स भइसकेको छ भने अब म यहाँ मसिनो गरी काटिएको बोइल गरेर राखिएको आलुलाई पनि मिक्स गरिदिँदैछु। आलु चाहिँ हामीले काँचो पनि लाउँदाखेरि, काँचो मतलब मुला र आलु काँचै दुइटालाई काँचो गरेर पकाउँदा पनि राम्रो नै हुन्छ, मिल्दा मिठो नै हुने हो। तर कस्तो हुन्छ भने हामीले यो चाहिँ सर्लक आलुको सेपलाई चाहिँ पाउनुको लागि चाहिँ हामीले आलुलाई चाहिँ बोइल गरेर राख्नुपर्ने हुन्छ। हामीले आलु काँचो राख्यौँ भने चाहिँ आलु र मुला पाकिन्जेलमा चाहिँ सबै आलु चाहिँ मिन भएर चाहिँ सबै ग्रेभी भइसक्छ क्या, जसले गर्दा चाहिँ हामीले अलिकति मिठोपनमा खल्लो भन्ने कारणले चाहिँ हामीले आलु बोइल गरेर राख्नुपर्छ है साथीहरू। देख्न सक्नुहुन्छ आलु एउटै नढुटिकन मजाले डल्लै बसिरहेको छन् भने आलु र मुलाको कम्बिनेसन यति मिलेको छ नि, मजाले सर्लक हाम्रो यो जो आलु चाहिँ काँचो लागेको भए यतिखेर सबै मुलालाई नि मोलिसकेको हुन्छ मिक्स भएर। अब मैले चाहिँ यहाँ मसिनो गरी काटेको धनियाँ थोरै राखिदिँदैछु माथिबाट। यसरी पकाउनु भयो भने चाहिँ हजुरले यसरी पकाएर लिनुभयो भने चाहिँ यति टेस्ट हुन्छ नि, टेसिलो। जो कोही खान्न भन्ने, नखाने बच्चादेखि जो हुन्छ नि मन नपराउने यसको स्मेल, सबैले चाहिँ खान मन पराउनुहुन्छ, रुचाउनुहुन्छ है। यसरी बनाउनु भयो भने चाहिँ सो ट्राई गर्नु होला हजुरहरू पनि एकचोटि। देख्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो लगभग आलु मुलाको सब्जी चाहिँ पाकेर रेडी भइसकेको छ। अब भने म यसलाई प्लेटमा सर्भ गर्न गइरहेको छु साथीहरू। फाइनली साथीहरू मुला र आलुको सब्जी त तयार भइसकेको छ। अब चाहिँ यो चाहिँ खानको लागि रेडी भइसकेको छ पाकेर। देख्न सक्नुहुन्छ हेर्दै खाउँ लाग्दो बनिसकेको छ। अनि स्मेल त वाउ, स्मेल त कुरै नगरौँ साथीहरू, यस्तो टेस्टी आइरहेछ नि। जो पाकेपछि आउनुपर्ने मुलाको स्मेल, ब्याड स्मेल चाहिँ सबै गायब भइसकेको छ। अब भने तपाईँहरू यसलाई यतिकै पनि लिन सक्नुहुन्छ, यसलाई खानासँग लिन सक्नुहुन्छ, रोटीसँग है, जेसँग लिनुहुन्छ। एकदम रेडी भइसकेको छ। अब यसमा चाहिँ मैले यहाँ मसिनो गरी काटेको धनियाँलाई पनि राखिदिन्छु माथिबाट। यो हजुरहरूको अप्सनल छ, मनपर्ने साथी राख्नुहोस्, मन पर्दैन नराख्नुहोस्। अनि यसको साथमा चाहिँ मैले मसिनो गरी फ्राई गरेको जो प्याज थियो उसलाई पनि म यहाँ माथिबाट राखिदिँदैछु। यो फ्राई गरेको प्याजको चाहिँ स्मेल र टेस्ट एकदम मिठो भएको कारणले चाहिँ तपाईँहरू यसरी मन नपर्दा चाहिँ यसलाई माथिबाट राखेर खानुहोस्, एकदम मिठो हुन्छ। अनि साथीहरू आजको मेरो मुला आलु रेसिपी चाहिँ हजुरहरूलाई के कस्तो लाग्छ कृपया कमेन्ट गरिदिनु होला। मन परे लाइक सेयर गरिदिनु होला। नयाँ साथीहरू हुनुहुन्छ च्यानल भिजिट गरेर जोइन गर्न सक्नुहुन्छ। यति भन्दै हस् त, बाई बाई साथीहरू।